अहिले भने चाहिँ यता फेरि होम टुर हुँदैछ हाम्रो काका काकी घरमा है। अनि तपाईँले हेर्नु होला एकदमै राम्रो हुनेछ। सो यहाँ वाइफ दाजु यता भाउजू हुनुहुन्छ हो अनि दिदीहरू पनि हुनुहुन्छ। अहिले चाहिँ हामी यहाँ टुर गर्दैछौँ यहाँ माथितिर। एकदमै दामी छ हजुर देख्न सक्नुहुनेछ। सट्टा आयो यताबाट आउने पनि सक्ने सिट रुम छ हो। जस्तै यहाँ तलबाट आयो भने चाहिँ सिधै तपाईँहरू आउनुभयो भने चाहिँ हल्का यहाँ रेस्ट रुम सट्टा यहाँ पनि छ। सिधै तपाईँ जानुभयो भने चाहिँ यहाँ दामी छ। अस्ति दिन म आउनु पऱ्यो भने तपाईँलाई देखाउनु पऱ्यो भने थियो कि यति मजाको क्या इन्टेरियर छ कि तपाईँले हेर्न सक्नुहुनेछ। यो चाहिँ हाम्रो काका घर है साथीहरू। दामी छ। यता फेरि फोटो खिचिहाल्नु नि दाजुलाई फेरि हो। हाम्रो सबै सन्तान चाहिँ अहिले चाहिँ फ्यामिली टुर हुँदैछ यहाँ चाहिँ। अब फ्यामिली टुर भनौँ न हङकङ लन्डनहरू हामी चाहिँ अब के भन्नु नाम चाहिँ आइरहेको छु अहिले चाहिँ। हङकङ लन्डन चाहिँ जानु पाएको छैन दाजु। यहाँ सबैजना हुनुहुन्छ अहिले है। अनि यस्तै प्रकारले तपाईँले उताडि बाहिर यस्तो भयो भने यहाँ सिटिङ रुम भयो साथीहरू है। अनि हजुरलाई भन्नुपर्दाखेरि किचन पनि छ। दिस वान इज किचन। यो चाहिँ यताबाट सट्टै जाने है। यो चाहिँ किचन हो साथीहरू। वाउ हेर्नुहोस् न। यसको माथि चाहिँ के छ अब यहाँ पनि हेर्नु जानु पऱ्यो नि त होइन। तपाईँलाई अब इच्छुक भइरहेको होला। सो ढिला नगरिकन जाउँ हेर्नु जाउँ आऊ न। ल है यहाँ अब हामी माथि लाग्यौँ। सो यहाँ चाहिँ यस्तो प्रकारको छ साथीहरू। वाउ हेर्नु नि यहाँबाट मजाको भ्यू देख्छ अब क्या साथीहरू। यहाँ हेर्नुहोस् त। यो चाहिँ देख्दै गरेको चाहिँ बुलसिङदाम जग्गा कुन चाहिँ भन्दा घर पनि यहाँ भन्दा देख्दैन नि छेमाउनु सक्दैन। यो डेरा छ नि यो डेरादेखि अलिक मुनि 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 आउनुहोस्। यो रोड गएको यो रोड गएको यसमा चाहिँ सायद यो होला मूल घर यो जस्तो लाग्दैछ। यो चाहिँ यो हो रे साथीहरू। यो दिसनी चाहिँ हाम्रो सानो दाजुको ससुराली। त्यहाँ पनि जानेछौँ एक दिन समय पायो भने। केसिङ गएर आउने स्कुटी हुँदै भाइ जोसिलो छ फेरि आइदियो साथीभाइ। यो चाहिँ हाम्रो काकी अनि काकाको रुम। यहाँ चाहिँ अब यति मजाको छ अब क्या। यहाँदेखि टक्क बाल्कुनी तपाईँलाई बाल्कुनी लगिहाल्छु ल पहिला। हेर्नुहोस् है साथीहरू। वाउ यति मजाको भ्यू देख्छ कि यहाँबाट। वाउ वाउ दामी दामी दामी। काका चाहिँ यहाँ हुनुहुन्छ है यही। तलबाट हेर्नु हुँदैछ यहाँ ठुलो दाजु काका हो। काका ठुलो दाजु ठुलो बेना यता हाम्रो सकिल दाजु भाउजू नानीहरूलाई सायद। अहिले चाहिँ यहाँबाट हामीले हेरिरहेको छौँ। लगभग तपाईँको 5 बजिसकेको छ। मेरो वाइफ पनि यहाँ छ। हजुरलाई कस्तो लाग्यो सानो एउटा होम टुर है। मन पऱ्यो भने अवश्य नै लाइक सेयर फलो गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ।